यो जापानी भाषाको N5 लेभलमा झुक्क्याउने खालको तर एकदमै महत्त्वपूर्ण नियम हो। यसलाई अझ सजिलो गरी बुझ्न तलका बुँदाहरू हेरौँ। जापानी भाषामा काजेका दुईवटा अर्थ हुन्छन्, एउटा हावा र अर्को रुगाखोकी वा चिसो। अडियोमा भनिए अनुसार कुन क्रिया प्रयोग भएको छ त्यसैले पार्टिकल निर्धारण गर्छ। 1. प्राकृतिक हावा चल्दा काजे प्लस गा प्लस फुकिमासु। जब हामी बाहिर चल्ने प्राकृतिक हावाको कुरा गर्छौं त्यहाँ फुकिमासु क्रिया प्रयोग हुन्छ। नियम: प्राकृतिक प्रक्रिया भएकोले यहाँ गा पार्टिकल लाग्छ। वाक्य: काजे गा फुकिमासु। हावा चल्छ, भाप बहन्छ। याद गर्ने तरिका: फु फु गरेर हावा फुकेको जस्तो सम्झिनुहोस्, जुन प्राकृतिक हो। 2. बिरामी हुँदा वा चिसो लाग्दा काजे ओ हिकिमासु। जब हामीलाई रुगा लाग्छ वा चिसोले समात्छ त्यहाँ हिकिमासु क्रिया प्रयोग हुन्छ। नियम: यो अवस्थामा ओ पार्टिकल प्रयोग गरिन्छ। वाक्य: काजे ओ हिकिमासु। रुगा लाग्छ वा चिसो लाग्छ। याद गर्ने तरिका: हिकिमासुको एउटा अर्थ तान्नु पनि हुन्छ। शरीरले चिसो तान्यो, रुगा लाग्यो भनेर सम्झिँदा सजिलो हुन्छ।